रामधुनी नगरपालिका वडा नम्बर 1 झुम्का बजारमा 1500 को शाही हस्पिटल शुक्रबारबाट औपचारिक रूपमा उद्घाटन भएको छ। नगर अस्पतालको रूपमा विभिन्न रोगको विशेषज्ञ सेवासहित 1500 को हस्पिटल रामधुनी नगरपालिकाका नगर प्रमुख शङ्करलाल चौधरीले शुक्रबार रिबन काटेर उद्घाटन गरेका हुन्। लामो समयदेखि शाही मेडिकल हलको रूपमा सञ्चालन भएको उक्त स्वास्थ्य संस्थालाई हस्पिटलको रूपमा स्तरोन्नति गरिएको हो। संहितापछिको नयाँ मापदण्ड बमोजिम 1500 सम्मको हस्पिटललाई स्थानीय सरकारले नै स्वीकृति दिन सक्ने नियम बमोजिम रामधुनी नगर सरकारमा दर्ता भएर हस्पिटल सञ्चालनमा आएको हो। रामधुनी र आसपासको क्षेत्रमा सस्तो र सुलभ स्वास्थ्य सेवा पुर्याउने हिसाबले शाही हस्पिटलको परिकल्पना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक दुर्गा प्रसाद फुयालले बताए। उद्घाटनको अवसरमा बोल्दै निर्देशक फुयालले रामधुनी नगरपालिकाले नगरमा रहेका विपन्न वर्ग छुट्याउने काम गरे, उक्त वर्गको लागि निःशुल्क स्वास्थ्य सेवा दिने र त्यसका लागि वर्गीकरण गरेर नगर सरकारले सहयोग गर्नुपर्ने बताएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामधुनी नगरपालिकाका नगर प्रमुख शङ्करलाल चौधरीले नगरमा स्तर उन्नति भएको शाही हस्पिटलले रामधुनी र आसपासका क्षेत्रका बिरामीलाई धरान अथवा विराटनगर नै जानुपर्ने बाध्यता हटाएको बताएका थिए। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय पक्कलीका प्रहरी निरीक्षक, रामधुनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए। हस्पिटलले उद्घाटनको अवसरमा शुक्रबार निःशुल्क ओपीडी सेवा सञ्चालन गरेको छ भने ल्याब र औषधि समेत छुट प्रदान गरेको छ। एक हप्ते कार्यक्रम सञ्चालन गरेको शाहीले चैत 26 गते आइतबार अङ्गदान सम्बन्धी अन्तर्क्रिया गर्न लागेको छ भने चैत्र 27 गते रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ। हामीले देखेका थियौँ रामधुनी नगरपालिकामा स्वास्थ्य क्षेत्रमा दक्ष आज यो हस्पिटल प्रणाली उद्घाटन भएको छ। यसलाई दीर्घकालीन स्थायित्व दिने काम हामी रामधुनी नगरपालिकावासीको पनि हो। यो सेवामूलक संस्था पनि हो, नाफामुखी संस्था पनि हो। तर नाफामुखी भन्दा पनि सेवामूलक संस्था रहेकोले यहाँलाई यो संस्थालाई दीर्घकालीन रूपमा स्थायित्व दिने सम्पूर्ण नगरवासीहरूको कर्तव्य रहेकोले यो हस्पिटल स्थायित्व र दीर्घकालीन सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद। यो हस्पिटल एउटा स्थापित भएको छ जसले चाहिँ एउटा शाही मेडिकलको रूपमा सङ्घर्ष गर्दै आज हस्पिटल रूपमा विकसित भएको छ। कुनै पनि बिजनेस सस्टेन हुनु भनेको त्यो बिजनेस आफ्नो लागि मात्र नभएर यो समुदायका लागि समुदायका सेवा दिनको निम्ति रामधुनी नगरपालिकाभित्र अहिलेसम्म पनि एउटा सामुदायिक हस्पिटल नहुनु र केही समस्या पर्दा हामी विराटनगर धरानसम्म जानुपर्ने बाध्यतात्मक अवस्था, सामान्य चोटपटक लाग्यो भने अथवा बेलुका 8 बजेभन्दा पछाडि हामीलाई कुनै प्राथमिक उपचारको आवश्यकता पर्यो भने पनि हामीले चाहिँ हिजो अस्तिका दिनसम्म उपचार यहाँ नपाएर हामी धरान अथवा विराटनगर जानुपर्ने हुन्थ्यो। त्यो स्थिति त्यो बाध्यताबाट आज हामी रामधुनी नगरपालिका, सिङ्गो नगरपालिका तपाईँ हामी त्यहाँबाट चाहिँ अब सहज रूपमा सेवा पाउने भएका छौँ। यो हस्पिटललाई चाहिँ यो हस्पिटलको चाहिँ राम्रो सेवा सुविधामा तपाईँ हामी सबैजनाले सेवाग्राही भएर सेवा लिएर यो हस्पिटललाई चाहिँ सभ्य भव्य रूपमा चाहिँ अगाडि बढाउँदै लानको निम्ति विशेष गरेर रामधुनीवासीका जनताहरूले पनि यो हस्पिटलभित्र सेवा लिउँ। सेवा लिइसके पछाडि उहाँले पनि हामीलाई सरल सहज रूपमा विभिन्न किसिमका प्याकेजहरू पनि ल्याउनु भएको छ। पत्रकारहरूले एउटा खालको प्याकेज, मजदुरहरूलाई खालको प्याकेज र विभिन्न बोर्डिङ स्कुलहरूमा काम गर्ने शिक्षक शिक्षिकाहरूको लागि पनि उहाँले चाहिँ विभिन्न किसिमको खालको विशेष डिस्काउन्ट दिने खालको अफरहरू एउटा प्याकेजहरू पनि ल्याउनु भएको छ। र यो हस्पिटल सङ्घर्ष गर्दै आउने क्रममा शाही मेडिकलबाट आज 1500 को हस्पिटलको रूपमा यो स्थापित भएको छ। हामीले यो हस्पिटललाई अबको 10 वर्ष पछाडि हामी चाहिँ एउटा टिचिङ हस्पिटलको रूपमा देख्न पाऊँ भन्ने म शुभकामना व्यक्त गर्दछु। धन्यवाद। म एउटा स्वास्थ्य संस्था निजी क्षेत्रबाटै भए पनि एउटा राम्रो कामको सुरुवात गर्नुभएकोमा म यो सञ्चालकलाई धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि यो एउटा राजमार्गसँग जोडिएको र तत्काल यहाँबाट हामीले ठुलो हस्पिटल जान धरान गए पनि 20-25 किलोमिटर र विराटनगर गए पनि 20-25 किलोमिटरको डिस्टेन्समा ठुला स्वास्थ्य संस्थाहरू छन्। तर त्यहाँ पुग्नुभन्दा अगावै हामीले कतिपय केसहरूलाई प्राथमिक उपचार गर्नुपर्ने अवस्थाका चाहिँ समस्याहरू हुन्छन्। ती चिजहरूलाई मध्यनजर राखेर तत्काल मानवीय क्षति नहोस्, बिमारीहरूलाई उपचार गर्न सकियोस् भन्ने एउटा उद्देश्यका साथै यस ग्रामीण इलाकाका विभिन्न क्षेत्रका बिमारीहरूलाई सामान्य एउटा उपचारद्वारा
एउटा स्वस्थ नागरिकको रूपमा विकास गर्नको लागि यो हस्पिटल एउटा कोसेढुङ्गा साबित हुनेछ, हुन सफल होस् र यसका प्रगतिका पाइलाहरू अगाडि बढिरहन् र अघि नै पूर्ववक्ता मित्रले भन्नुभयो कि यसले आगामी मात्रै नभएर विराटनगर पुर्याउनु पर्ने हो कि धरान पुर्याउनु पर्ने त्यो अवस्था हामीसँग चाहिँ विभिन्न समस्या ती थिए। किनभने तत्काल यहाँनिर उपचार गर्न सकेको अवस्था भएदेखि यहाँ त्यो मान्छेको ज्यान बच्न सक्थ्यो। यी सबै कुराको उपचारको चाहिँ प्रबन्ध नभएको कारणले त्यो मान्छेलाई लाँदा लाँदै कतिपय मान्छे चाहिँ बाँच्नुपर्ने अवस्थाका मान्छे पनि मृत्युशय्यामा पुग्नुभएको छ र अब आज